अचार हालौँ है अचार हाल्दै हैन वेलकम टु माई न्यू भिडियो। आजको भिडियोमा तपाईलाई स्वागत छ। आयो सबैजना सन्चै हुनुहुन्छ होला, हामी परिवार पनि सन्चै छौँ। अनि आज चाहिँ हामी महेश दाइजको कटेजमा दोस्रो पटक नाङ्लो सेट खान जाँदैछौँ गाइजहरू। अब कस्तो हुन्छ त भिडियो धेरै पछि हाल्दैछु फ्यामिली भिडियो। ल गाइज चाहिँ यो दुई भाइहरू चाहिँ यसमा जाँदैछन् अनि हामी बाँकी चाहिँ अटोमा बसेर जानेछौँ। त्यसै अटोमा चढ्दैछन्। ल ल हामी चाहिँ अटोमा जाँदैछौँ गाइजहरू, तीनजना चाहिँ पछाडि अनि यता ड्याडी हुनुहुन्छ। नाङ्लो सेटमा भाइरल अनि नाङ्लो सेट गाइजहरू तपाईँहरूलाई नि आउन मैले पहिले नै आग्रह गरेँ। नाङ्लो सेट महेश दाइको कटेज चाहिँ हाम्रो घरदेखि लगभग 300 मिटर माथि अगाडि मात्रै छ। हामी चाहिँ 2 मिनटमा पुगिहालेछौँ। ल गाइजहरू अहिले चाहिँ हामी नाङ्लो सेट त्यसपछि तोलीखोला कटेजमा आइसकेका छौँ। यो चाहिँ तोलीखोला कटेज रह्यो अनि त्यसपछि नारायणहरू चाहिँ तल गइसकेका छन् भने हामी अब चाहिँ यहाँदेखि जानेछौँ। देख्नुभयो गाइजहरू यहाँ भिडभाड कतिको छ भन्ने कुरा, बाइकहरू यतातिर राख्ने ठाउँहरू यस्तो टन्नै छ। ल गाइजहरू हामी चाहिँ तोलीखोला कटेजमा छिरिसकेका छौँ। हाम्रो चाहिँ जो अर्डर भइसकेको छ भन्ने सुनेछु है। यो चाहिँ ट्याक्कै तोलीखोला कटेज पऱ्यो होइन। यतातिर चाहिँ काउन्टर, यहाँ चाहिँ यता चाहिँ मान्छेहरू भिडभाड यता जताततै। गाइजहरू यो चाहिँ अहिले चाहिँ हामीले चाहिँ ठाउँ नपाएको लगभग आधा घन्टा भयो। तपाईँले थाहा पाउनु सक्नुहुन्छ यहाँ कतिको व्यस्तता छ भन्ने कुरा होइन। टन्नै यो जताततै प्याक भएको भएर हामी चाहिँ यसो साइड मार बसिरहेको छौँ। लगभग हाम्रो अब चाहिँ 15 देखि 20 मिनट पछि पालो आउँछ होला भन्ने आफ्नो चाहिँ मनमा चाहिँ आश छ है। महेश दाइ अब हामी चाहिँ के भन्न चाहन्नौँ योभन्दा तपाईँले यसो अरू एक्स्ट्रा कुर्सीहरू राखिदिनुहोस्, त्यसै बेस्ट हुन्छ। ल हाम्रो चाहिँ लगभग 1 घन्टाको कुराइपछि हामी चाहिँ त्यहाँ खाली भएको भएर जाँदैछौँ गाइजहरू है। ल गाइजहरू हामी चाहिँ आएर यहाँ टेबलमा बसिसकेका छौँ यतातिर यसरी है। गाइज हाम्रो चाहिँ नाङ्लो सेट आइसकेको छ होइन। हजुर हामी चाहिँ यतिजना छौँ छु होइन। किन कम परे जस्तो छ? अस्ति पनि आएको थिएछ। खसालौला है खसालौला। गाइजहरू अहिले चाहिँ हाम्रो सुरु भइसकेको छ है। यतातिर मम्मीहरू इच्छाहरू रोस्ना खाँदैछिन्। यता नारायण अचार हालौँ है अचार हाल्दै होइन। ल गाइजहरू हामीले चाहिँ नाङ्लो सेट खाएर गइसक्यौँ। अब चाहिँ जाँदैछौँ हामीहरू घर। रिसेप्सन यतातिर छ। यहाँ दसैँ तिहारमा विशेष अफरहरू पनि थियो। दसैँ तिहार सकिसकेपछि त्यो चाहिँ छैन होला है। ल ढुङ्गा लगेर जाने घर। ल जाऊ है। हामी चाहिँ घर आइसक्यौँ। तपाईँलाई कस्तो लाग्यो मेरो नयाँ भ्लग? मन पर्छ नि लाइक कमेन्ट पनि सेयर गर्न नबिर्सनु होला। बाई बाई गाइजहरू, बाई बाई।